सुरु सुरुमा त रमाइलो हुने नि कहाँको यहाँ त अनि अब आफू यस्तो ठाउँमा त कोही पनि आएन जस्तो लाग्ने नि बेला बेला अनि सुरु सुरुमा तपाईँको एक दिन महिना त त्यस्तो उस हुन्न क्या खुसी अब हप्तामा 2 छाक 3 छाक भन्दा खाइएन भात पनि अब नेपालमा यस्तो फर्स्ट अफ अल त अब कन्सल्टेन्सीले अब 2टा काम पाइन्छ ब्याङ्क क्यासबाट ठिक्क गर्ने इनक्यास गर्ने धेरै काम त जहाँ पनि पाइन्छ छ्यापछ्याप पाइन्छ गल्ली गल्लीमा हुन्छ विदेश ठाउँमा भनेर अलिकति लोभ लालच देखाइन्छ अनि देखाइदिइसकेपछि यहाँ कोही हुन्न नि त त पैसा कमाउँछु म जापानमा होइन पैसा यस्तो गर्छु त्यो टाइपले त आउने नि होइन अब कोही कोही बेला त यस्तो पनि लोभिन्छ कि एक दिन पनि धेरै पर्थ्यो त भन्ने हुन्छ क्या अनि मलाई पनि भयो थियो कुनै बेला त्यही हामीले त्यो पढ्नको अल्छी लगाएर पो त हामी खास कमाउनु जान्छौँ भनेर आएको नि त खास साँचो भन्दा एकदम ढाडसाड सड्को अनि नाइट गर्नलाई नाइट गरेपछि त खानाको के पत्तै छैन अब रातभरि नाइट गरेर आइन्छ बिहान खाने सुत्न मन लाउँछ सुतो अनि घतार हुन्छ दौडिँदै झोला बोकेर कलेज गयो अनि फेरि बेलुका उतैबाट फेरि काममा गयो त्यो एउटा पान र एउटा चियामा फालियो कि कयौँ वर्ष त अब केही वर्ष त त्यसरी नै फालियो रतन र म चाहिँ सँगै आयौँ अनि होस्टेल पनि सँगै कलेज पनि सँगै सेन्टमेन्ट गएको पनि सँगै अनि घर ओहोरदोहोर पनि गर्न लागि लास्ट गाह्रो छ अहिले भिजा कसैलाई कसैलाई दिएन कसैलाई जुम्बी पनि दिए अब मान्छेहरू अब फेरि रिपोर्ट भयो उसमा अब नेपाली पत्रकार धेरै छन् यहाँ चाहिँ खास भन्दा अनि अब यति हजार नेपाल पठाउँदैछ उति हजार इमिग्रेसनले उसैलाई फोन गरेर ल म यसरी यतिजनाको भिजा यसरी पठाउँदैछु है भने जस्तै क्या त्यही भएर त्यो त यताउति हुन्छ मलाई त निद्रा नलार्सले पनि ट्याब्लेट खाम कि जस्तो हुन्छ भन्छन् त्यस्तो गर्नु पर्दैन भाइ बरु आँखा लाउने पट्टी पाइन्छ उसतिर क्यान्डोतिर दाइसियातिर पाउँछ बरु त्यो लाएर सुत्ती काम गरेर स्लिम ट्याक्न कोहीले भन्छ फेरि दाइ म त एउटा बियो नाइ निद्रै लाउनु दाइ भन्छ फेरि कोहीले अनेक सुनिन्छ तपाईँको यहाँ